वेलकम टु द भीष्म ब्लगमा सबैलाई स्वागत छ। अब हाम्रो यहाँ टक्क चटपटे खाइ हुँदैछ। यहाँ बहिनीहरू अब आएको चटपटे खाने अरे हैन। अब चटपटे खाएपछि नि हाम्रो आजको खाजा यही होला जस्तो छ। चटपटे बनाउँदैछन् बहिनीहरूले। अब चटपटे खाने यो नुन हैन। अब चटपटे खाने चटपटे कस्तो हुन्छ तपाईलाई स्वादै थाहा होला सायद है। म चाहिँ चटपटे खाने क्रममा चाहिँ आउँछु। चटपटे खाने हाम्रो धेरै भइरहेछ हैन। अब यो चटपटे कसरी खाने म तपाईलाई छेउमा देखाउँछु हैन। चटपटे कसरी खाने कस्तो स्वाद छ हाम्रो गाउँमा बनाएको अर्ग्यानिक चटपटे अनि म तपाईलाई देखाउँछु हैन। अब यहाँ चाहिँ यस्तै छ हाम्रो घर गाउँको भिडियोहरु यस्तै छ। अब यो यस्तै छ। वरिपरि मेरो ब्याकग्राउन्ड हेर्नु होला। मेरो बस्ने घरहरु यस्तै छ है। अब चटपटे खाने म देखाउँछु तपाईलाई छेउमा खाएको देखाउँछु है। हेर्दै जानु होला। रेडी हुँदैछ ल चटपटे। यस्तै रेडी हुँदैछ। अब यो चटपटे चाहिँ छेउबाट हामी खाने है। यस्तो मिठो हुन्छ नि तपाईहरुलाई मुखबाट पानी आउँछ के यो चटपटे। म तपाईहरुलाई देखाउँछु छेउबाट। मेरो युट्युब च्यानलमा हेर्नु होला है। भीष्म ब्लग कमेडी छ। सब्स्क्राइब गर्न नभुल्नु होला। लाइक शेयर कमेन्ट गर्नु होला है। चटपटे हामी चटपटे किन्यो है। चटपटे खानुपर्छ। अब मिठो लाग्छ। चटपटे यहाँ खाने बेला भइरहेछ। यस्तो चटपटे हेरौँ। चटपटेहरू यसरी धमाधम खाने बेला भइरहेछ। यसरी खाने अब चटपटे चटपटे यस्तो चटपटे छ। अब यता चटपटे प्याकिङ हुँदैछ यसरी। चटपटे चाहिँ खानै पर्यो नि त अब होइन। गाउँघरमा अर्ग्यानिक चटपटे कसैलाई मिठो लाग्छ फेभरेट लाग्छ। मेरो चाहिँ फेभरेट चटपटे है। यस्तो छ चटपटे। म चटपटे टक्क मजाले खान्छु। अब पनि खानै पर्यो। हाम्रो चटपटे खाने टिम सबैजनालाई भीष्म ब्लगमा। आज मेरो काम के छ भने हैन घाँस काट्न जाँदैछु। टक्क यहाँ डोको लिएर हैन। अब घाँस त काट्नै पर्यो। घरमा बसेपछि घाँस नकाटे त पारै लाग्दैन हैन। बिहानै उठेर एक्सर्साइज पनि हुन्छ। घाँस चाहिँ काट्नै पर्छ है। अब टक्क यहाँ खेतहरू सुकिसकेको रहेछ। घाँस काट्नै पर्छ जीवनमा। मान्छेहरूले काटी हुँदैन वस्तु पालेपछि। अनि यहाँ चाहिँ धानहरू रहेछ। म चाहिँ अब घाँस कहाँ छ के छ त्यो खोज्दै जाँदैछु म अब है। हेर्दै जाँदैछु कहाँ राम्रो छ घाँस के छ अनि म त्यही अनुसार काट्छु। सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न नछुटाउनु होला। लाइक शेयर सब्स्क्राइब गर्नु होला है। कहाँ काट्ने त म यहाँ आएर कन्फ्युज भएँ हैन। अब यहाँ घाँसै छैन। छोटो छोटो छ। हातमै आउँदैन घाँस काट्नु त पर्ला। यस्तै त हो नि घाँस काट्ने। अब तपाईहरुलाई थाहा नै छ त अनि म घाँस कस्तो छोटो काट्छु भनेर हैन। अब घाँसै छैन के गर्नु। गाह्रो छ घाँस नहुनुको पीडा पनि।